We are going to change this. We will be changing this. यसलाई पनि परिवर्तन गर्छौँ हामीले. एभ्री मोमेन्टमा के प्राउड फिल भइरहेछ के प्राउड। मैले केही समय अगाडि मात्रै नै प्रहरीहरूको दुःखलाई लिएर भिडियोहरू बनाइरहेको थिएँ, प्रहरी दाजुभाइ दिदीबहिनीको साथ समर्थनमा होइन। उहाँहरूलाई यति धेरै गाह्रो छ नि काम गर्नलाई, व्यावहारिक रूपमा छँदैछ, पोसाकमा पनि कति गुनासोहरू सुन्थेँ कि साथीभाइहरूबाट, यति गाह्रो छ यो पोसाक, एकपटक दुईपटक धुँदैमा खलातखुलुत खुइलिन्छ, चुस्ता त्यस्तै होइन, ड्रेसहरू त्यस्तै लो क्वालिटी, गर्मीमा चर्को घाममा ड्युटी खटिनुपर्छ, यति गाह्रो हुन्छ त्यो लो क्वालिटीको कपडाले गर्दा, पुरै जिउ पाछ्ने चिलाउने होइन। बुटभित्र पनि त्यो मोजाहरू त्यस्तै, त्यो बुट पनि त्यति नै धेरै त्यो अनकम्फर्टेबल हुने, चुस्ताहरू त्यस्तै नै एकदमै गाह्रो हुन्छ भनेर भनेको सुन्थेँ कि। गृहमन्त्रीज्यूले उहाँहरूको यो दुःखलाई सम्बोधन गरिदिनु भएको देखेर नि कस्तो खुसी लाग्यो, प्राउड फिल भइराखेको छ। अहिले त नि माहौल यस्तो भयो कि फिल्म हेर्नु त धेरै टाढाको कुरा के, 2-3 मिनटको म्युजिक भिडियो हेर्नतिर मोबाइल स्क्रोल गर्न थालियो भने यता 2-3टा लेटेस्ट न्युज छुटिसक्छ के। कति धेरै एक्सनमा उत्रिएको कि अहिलेको सरकार, यति खुसी लागेको छ, आई क्यान्ट एक्सप्लेन। सधैँ यस्तै गरी कन्टिन्युअसली अगाडि बढ्दै जानु। हामी सबै आम नेपाली जनताको साथ समर्थन छ सरकारलाई। र अर्को कुरा चाहिँ एकदमै धेरै अस्वाभाविक नै अपेक्षा छ नेपाली जनताको है सरकारप्रति, र त्यो सबै अपेक्षामा उत्रिन नसके पनि हाम्रो नेपाल देशलाई सुन्दर बनाउनु हुनेछ। नीति निर्माणदेखि लिएर नीतिको कार्यान्वयन गर्ने तह तब्काहरू सबै चाहिँ एकदमै सुव्यवस्थित हुन्छ भन्ने चाहिँ आशा लागिरहेको छ। वाउ, थ्याङ्क यू सो मच।